कालो खाले लगाइदिनु पर्ने सिरानी मुनि छ आजको लागि सरप्राइजमा कान्छा मम्मीलाई लिन गयो मम्मी टक 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 लगाएर आइसक्नु भएको हेलो सरप्राइजमा आज लिन गएछ नि बेटा फोन नहानिकन नमस्ते आमा ए आउनुभयो हजुर आइयो मल्ल मल्ल सरप्राइज हो कि रुमको अब आउँछ होला साथीहरू हामी चाहिँ यहाँ खाना बनाउनमा लागिरहेछौँ बहिनीहरू चाहिँ उहाँ काममा गएको कि आज शनिबार भए पनि हल्का काम छ गरे त्यही भएर चाहिँ काममा गएको साथीहरू म यहाँ चाहिँ टक्क अचार बनाउनलाई यसरी मजाले अबेलाई जान्छु मेरो सानो भाइले पनि आज काम गरेको छैन मम्मी उहाँ आइसकेको बहिनी अहिले आएर यहाँ ट्याक्क देख्यो पनि बर्बाद हुन्छ हेरी हामी चाहिँ त्योभन्दा अगाडि बजार जाने हो पहिला यो टक्क अचार सचार बनाएर भ्याएर जाने हो साथीहरू हामी चाहिँ यतिभरिमा डेकोरेसन गर्ने भन्ने अलिअलि सल्लाह भयो अनि सिमाको अब चाहिँ म यहाँ चट्ट दामीवाला गर्छु डेकोरेसन अनि यो बेलुनले टक्क टक्क मिलाउँछु अनि हेर्दै जाऊँ साथीहरू मैले चाहिँ हेर्नु नि त्यत्रो धेरै बेलुनहरू चाहिँ यो फुकेर गइसक्यो होइन योवाला यिनीहरू सबै आइसक्यो अनि यहाँनिर छ अब यो चाहिँ एउटा मात्र ट्यागी छ अहिले अब यहाँ सबै ट्याग्नुपर्छ मजाले दामी बनाएर हेर्नु कति धेरै कस्तो राम्रो देखेँ मम्मी चाहिँ आज गाडी लगाएको सुन्नु भए साथीहरू यहाँ हेर्नु न मैले चाहिँ यति ठुलो बनाइसकेँ अब चाहिँ मैले हेरौँ यसलाई कस्तो डेकोरेसन गर्छु हजुरहरूले हेर्दै जानु ल यहाँदेखि सुरु गर्छु मेरो बहिनीलाई चाहिँ सरप्राइज आएको छ गरे के कहाँदेखि त्यो चाहिँ थाहा भएन मलाई चाहिँ बाटोसम्म बोलाएको छ लिनको लागि अनि म चाहिँ जाँदैछु बहिनीको सामान चाहिँ यहाँ छ होला बहिनीले त्यतै पाइसके गिफ्ट ओ माई गड मलाई कसले दियो र ल ल ल अब दे अब सामान आइरिया म फर्किन पर्ने ओ माई गड के हो यो केक पनि छ कि हो र आज भनेपछि केक नकिन्नु पर्ने भयो ल यो लिएर जानु मलाई अहिले भरिया बनाएको छ यहाँसम्म सामान गर्ने अब चाहिँ हामी आमा छोरी भएर हामी बजार जान्छौँ ल अनि हेरी बजार गइसकेपछि त्यहाँ आज ल्याउनु छ यहाँ ह्याप्पी बर्थडे लेखेको चिजहरू ल्याउनु छ नि त अनि त्यही भएर त्यही लिएर आउँछौँ साथीहरू हेर्दै गर्नु होला आमा छोरी भएर टक्क केक लिन गइन्छ होइन अब केक लिएर आइसकेपछि त्यहाँनिर फेरि केक मेरो नाममा भन्थे फेरि अब त मेरो नाम हट्यो त्यहाँ ह्याप्पी बर्थडे टु यो कान्छी छोरी आउँदैछ हामी चाहिँ अब सिधै त्यही पुगेर देखाउँछौँ ल तर हामी चाहिँ अब यहाँ केक पसलमा आइसकेको न्यू केक एन्ड क्याफे हेलो आहा मलाई मनपर्ने यही हो कि बन्यो खै हाम्रो त्यो देख्दै कस्तो राम्रो हो
भने जस्तै भएछ बल्ल थ्याङ्क यू यहाँ ह्याप्पी बर्थडे कान्छी छोरी साथीहरू म चाहिँ आज मेरो फेरि कपडा पनि सरप्राइज हो क्या आज फेरि कति दिनमा म सिलाउनु दिएको त्यो 1 गते सिलाउनु दिएको साथीहरू आज 9 गते 1 गते सिलाउनु दिएको 7 गते ल्याएको थियो त्यो कपडा चाहिँ आज चाहिँ मेरो कपडा पनि स्पोन्सर हो तर त्यसलाई केही पनि थाहा छैन अनि मेरो कपडा चाहिँ लो लाइन गयो बर्बाद भयो नि साथीहरू बोल्नै दिएन साथीहरू अघि चाहिँ म बोल्दा बोल्दै झ्याप्पै लाइन गयो कि अब फेरि के भन्नु लाग्यो भने आज हाम्रो चाहिँ अलि ड्रेस स्टाइल फरक कलरको छ नि त आज चाहिँ हाम्रो रेडमा छ त्यही भएर म चाहिँ यहाँ पछाडि ट्याग्ने कुरा हुन्छ नि त उसले रेडमा यो कलर अलि देखिन्छ कि भनेर यस्तो कलर ल्याएको छु यो ह्याप्पी बर्थडेवाला अनि यो वाला चाहिँ अनि हाम्रो चाहिँ यो छ नि त यो पछाडिको पर्दा अलि फरक कलर भएको भएर यो चाहिँ हाम्रो कपडासँगै म्याच हुन्छ भनेर रेड कलर लिएको छौँ चाहिँ म यसको काम गर्छु साथीहरू सुरुमा अनि यो काम गरिसकेपछि त धेरै काम सकिन्छ क्या मेरो चाहिँ अब यसलाई चट्काउने गमै ल्याउनु बिर्सेछ नि फेरि अब चाहिँ म हल्का अब मम्मीलाई अलिअलि मेकअप गरिदिन्छु कपडो भने मिल्ने छैन क्या हो केही छैन म गरेर लगाइदिन्छु Happy birthday to you. Yes. त्योहरू अब चाहिँ मेरो बहिनी आउने बेला भयो कि अनि चिचे बोल्नै भएन हामी चाहिँ यहाँ डेकोरेसन पुरै गर्यो तर म चाहिँ यस्तो खुसी छु नि आज चाहिँ मैले त्यो सरप्राइजमा कपडा सिलाएको थिएँ नि त हामी 3 बहिनीलाई रेहा पनि आउँछ कि भनेर 3 बहिनीलाई सिलाएको थिएँ अनि त्यो चाहिँ रेहा आएन अनि मम्मी आउनुभयो मम्मीलाई पनि मिल्यो ट्याक्कै भयो यस्तो खुसी भयो अनि आज चाहिँ हामी आमा छोरी अनि हामी 2 बहिनी र आमा छोरी सेम कपडा लाउने छौँ अब चाहिँ यस्तो म मम्मीलाई चाहिँ कपाल यस्तो हल्का हल्का गरिदिन्छु अनि अहिलेसम्म गर्न पाउनु भएन नि त कर्ली भन्ने कुरा अब के थाहा अब हामी अलि जान्ने ठुलो भएपछि यस्तो गरिदिन्छौँ नि अझै म टक्क कर्ली दामी गरिदिन्छु ल साथीहरू म चाहिँ अब यहाँ यस्तो बाल कर्ली गरिदिनु लाग्यो ल हेर्दै जानु होला कपाल सफाल छैन साथीहरू राम्रै देखेन फेरि अझै फाइनल लुक देखाउँछु ल हेर्नु होला साथीहरू मैले चाहिँ मम्मीलाई मेकअप गरेर सकिसक्यो हेर्नु न हाम्रो रुममा त लाइन नै आएन कि अनि बाहिर फेरि पानी परिरहेछ त्यही भएर अब बहिनी पनि अब पत्ता हुने बेला भयो कि ट्याक्क मम्मीलाई मेकअप गरेर म यहाँ भित्र राखिदिन्छु अनि म चाहिँ एकैछिन बाहिर जान्नौँ कि हामीलाई चाहिँ यहाँ चापी लगाएर राखेको छ नि त त्यही भएर अहिले निस्किन्छु लाइन आएर देखाउँछु ल भाइ साथीहरू के भन्नुहुन्छ भने ठ्याक्कै 1 घन्टामा लाइन आयो ओ माई गड म यति खुसी भएँ तर कति धेरै पानी आयो कि हाम्रो यता टान्सनतिर चाहिँ पानी आयो अनि अब पानी पनि हल्का हल्का बस्न लागिसक्यो अहिले चाहिँ हाम्रो घडीमा 6 बजिसक्यो साथीहरू यो मैले कति बेला गरेको हजुरलाई थाहा छ यो मैले डेकोरेसन गरेको 1 बजेदेखि अहिले 6 बजिसक्यो बहिनी आएकै छैन अब चाहिँ आउनु लाग्छ अब चाहिँ म नि रेडी हुन्छ सो राम्ररी हुन्छ टक्क लाएर साथीहरू हामी चाहिँ रेडी भइसकेको आमा छोरी आमाको चाहिँ मेकअप गइसक्यो कि अघि नलाएको अघि नै लाग्को गइसकेको बहिनी चाहिँ उठाको रुममा आएर बसिसक्यो होइन अहिलेको हाम्रो यस्तो छ अहिले फेरि झन् दामी भएर आउँछ हामी यस्तो उस्तै आमा छोरी होइन आँखा त्यस्तो ह्याप्पी बर्थडे सिस्टर
थ्याङ्क यू ओए माय गॉड हजुर हजुर गिफ्ट आयो आएन हो र यता न ह्यापी बर्थडे थ्याङ्क यू म यो कपडा लाम भनेर के लाम आज यही हुन्छस् तपाईँ के लाम ओके राम देखिन्छस् म त यो कुर्ता हो कि यो साथीहरु लाको फेरि अलि डिफरेन्ट थियो यो अलि डिफरेन्ट छ म रेड कलर म आइसक्नु पनि रेड कलर लाएर आउँछु हजुरको अगाडि लाइनै आएन पोहोरको वर्ष पनि लाइन आएन यसपालि पनि लाइन आएन किन यस्तो भइरह एक्साइटेड छस् आज केक काट्नको लागि कतिवटा केक काट्छस् र 1 2 2 र यस कथर काट्छस् कुन डेकोरेसन गरौँ त्यसै हो लाइन गयो आज चाहिँ हामीले बर्थडे यसरी मनाउने हो खोइ यता बालाउन लाइट बुइने रे यस्तो ओए ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ओइ ओइ ह्यापी बर्थडे टु यु यसरी आज बर्थडे मनाउने हाम्रो सालीको बेहोरा पनि नराम्रो लाइनले पनि ढोका दियो यस्तो बुइनी केही फरक पर्दैन मलाई त सालीको बेहोरा राम्रो रोइदे रोइ बस्छ आज आज सेकेन्ड चोटि हुन्छ हैन सेकेन्ड चोटि ओइ बिहान रोइसक्यो मलाई केही फरक 3 बजे राति अहिले त राम्रै आइछ साथीहरू हामीले चाहिँ लाइनै नआएर यहाँ एउटा झन्न घरबेटी दाइले दिनु मलाई देखाउन न यता तपाईलाई किन यो लाइट पाइयो न अजारको एउटाले पुग्छ जति पनि अब चाहिँ सालाजी ल हामी काट्नु जमुटाल ल केक ल्याम भो ल ल उम्के आइज बेना हो बर्थडे हेर मम्मीलाई यहाँ कति बेर ल ह्याप्पी बर्थडे ल ल ल ल कति बेर भयो मम्मी बस्न लाग्यो 5 घन्टा भन्दा धेरै भयो आज सरप्राइज त सालीको त कति हो कति छ आज त सरप्राइजै सरप्राइज ओइ 3 चोटि हुन्छ है नि यो नरोइ म नि गान्नुहुन्छ नरोइ साली पनि ओइ के काट्नु नरोइ के यसो रोएन कि किन रोने हो त्यसै अघि नरोइ खोइ रुमाल टिसु खोइ टिसु मैले मम्मीले किन फोन गर्नु हैन भनिरहेको थियो बिहानदेखि हो र नरन त नि मलाई आशा हुन्छ कि जान्दिदैन साथीलाई नरोइ के हैन मम्मीले किन फोन गर्नु हैन जरा भनिरहेको थियो सालीहरु ल चार्ज गर्नुस् मोबाइल ल ल अब हाम्रो ठाउँ चाहिँ यतिकै हो साथीहरू अब चाहिँ अरू केही भन्नु सक्दैन अब झन्न लाइन आयो नानीहरुको लाइन मम्मी मम्मी पनि आँखाबाट आँसु त लिएको होइन त्यतातिर के रातै आसु फोन आएको थियो यहाँ आमा छोरीको अब लाइन रहेको थियो किन बासी चलिसक्नु साथी नरो नरो ठिक छ बाबुसित चाल ए ल ल ल भाइहरू पनि आयो ल मम्मीलाई ए ल ढोक्देऊ ल यिनीहरूले आज मम्मीलाई बल्ल दे ढोक्देऊ न ल ल साली यो पनि हो ल बस्नु ल ल ल अब चाहिँ म चाहिँ यसलाई एउटा सरप्राइज त अहिले यतिकै दिने र होइन तर मैले एउटा केही दिन्छ नि त 8 रुपियाँ आउनुपर्छ एउटादेखि यो उता कोठादेखि आउँछ है किन काम छ कि ल अब यसलाई म यतिकै लगेर यतिकै ल्याउँछु है ल केक त खोले बारु नि जाम ल ए म चाहिँ मोबाइल नलिकन आउनु है म त्यता केक खस्न अन्त पनि यसलाई लिएर जाऊ त कहाँ उता आऊ म आएँ A few moments later. यसलाई यो पनि लगाइदिन्छु भरे यो मलाई बिल्लाई यार दिदी कति तपाईले मलाई नाइट ड्रेस सरप्राइज गर्नु हो क्या मलाई ल ल है ल यो ह्यापी बर्थडे टु रेस्टुरेन्ट ड्रेस यो रेखाको भए रेखालाई भनेको तर हामी चाहिँ मम्मीलाई जानु त्यही भएर अब होइन अब तीन बहिनी चाहिँ देखिन्छ मम्मीलाई नि म त दुई फोल्ड गर्दा म थाहा थियो कता के हो जस्तो लागिरहेको थियो अहिले टिका लगाएपछि ए टिका के को मतलब लाउने ल हुन्छ ल भयो ओ वाउ कति राम्रो केक हो मासु टिटिनोटा केक सबको बाटो बाला बनाइदिन्छु कि चिल्ला बनाइदिन्छु यहाँनिर बनाइदिन्छु कि यहाँनिर बनाइदिन्छु ल बनाइदिन्छ आइज अहिले यहाँनिर बनाइदिन्छु
ल राम्रो काम गरौ नगर्ने दिन नआउनु पर्छ के भोलि मान्छेले अब अनि केही चार्जबार गर्ने बाहिर डुल्ने अनि आएर टिका जम्मै खोजेर हुन्छ नमस्ते ल गिफ्ट यही हो नि थाहा होला नि यही हो थाहा भयो गिफ्ट क्यान्सल छोडी आउनु ल बिजुली भगेर रोका अब त्यो थाहा छैन ल साथीहरुले गर्नु म त लाउँदिन बाहिर जुत्तामा छ के छ आदिन बाटेको नि हाल्ला गाउँ एकछिन डोको गरे लाइन सधैँ जान्छ साथी पर्सिन जान्छ लाइन चाहिँ सारी ल पानी हिँडेको बेला मेन्टेन गर्नु कहाँ छौ टिस्यु ल्याउ न टिस्यु चाहिँ बगान त पानी छैन राम्रो खा दिदी मेरो पानी किन पानी खाने अब जोगा बनाइदिनु लिपस्टिक लगाइदेऊ ल हो मेकअप सुरु भइरहन्छ यहाँ साथी भनेको त्यस्तो हुन्छ के कालो खालेको लगाइदिनु पर्ने अब चाहिँ वाउ यतिको त हुनु पर्यो नि टेबलै मानिछन् कि बिचत्तै छोड्यो क्या ल भयो ल ट्र्याकको डल गएछ त्यसको त ल ओ ल ठिक तपाईँको बुहारी के भेनामा माथिको ए साउने उनीहरूले चाहिँ है थ्याङ्क यू सो मच सालीलाई खोइ आइफोन ल्याएको होइन रामले थ्याङ्क यू मैले आइफोन ल्याइदियो के भन्ने दिन कहिले आऊ मैले ल्याइदियो के थ्याङ्क यू सो मच दिदी वेलकम अब चाहिँ हाम्रो डोल्मा सिस्टरको गिफ्ट आउँदैछ थ्याङ्क यू सो मच अनि अर्को गिफ्ट यहाँ खाएको यहाँभित्र भनेको चाहिँ अब त जा है त्यहाँ कपीको पेज हेर्दै म त मनै छैन कि रे यो अँधेरो माथि हुन्न कि बाहिरको जुत्तामा छ के छ सामान छ जाऊ हेर्न जाऊ न जुत्ता पनि एउटा खाइ उहाँ जुत्ता चप्पल माथि कहिले माथि ए सिरानी मुनि छ पिहान्छु दिदी केही भएन कुरो खाएको हो तेरो खाएको मेरो मोबाइल ल्याइदेऊ ल्याइदिन्छ एकचोटि हिँड्न उड्यौँ तेरो ब्यागमा छ कुन ब्याग बाहिर जुत्तामा टोयलेटको ढोकामा अगाडि छ कुन टोयलेट दिदी जान्न म त्यत्रो टाढा त जान्न कि छिटो उड्दैन सानो गिफ्ट हो अन्त हल मार्छु के पेनाको बाइकमा छ छिटाइजन दिनुभयो के ए मेरा बा के ल्याइछ म यहाँ छु देखेँ गरेँ के हो रहेछ हेर भित्र गरेर माथि गएर म के दुई कुरा भन्नु चिज त होइन नि खोइ हेर्न टोक्न हो दाँत छ त
असम्म धेरै दिन सकिन ल होइन मतलब के यति दुःख किन कपडासँग म्याच हो कि मा सब म्याच हेर्न ह्याप्पी बर्थडे पुरै अझ अब अर्को मेरो खोल र अनि भ्याइहालिन्छ ल तपाईँ कुन हो यो साथीहरु यो चाहिँ के होला खै के होला यो गेस गर गेस यस्तो देखाउन यस्तो गर्नु खै केटा गर्छ के काटा त होइन होला काटा त पाइछ त्यस्तो भयो नि म त आफैमा धनी साथीहरु मलाई त्यस्तो गिफ्टको आश पनि छैन किनभनेदेखि म आफैमा धनी मलाई त्यस्तो गिफ्ट चाहिँ त्यस्तो उ लाग्दैन के त्यस्तो खोल देख्दा नि सकिन मेरो बहिनीले यस्तो अहिलेसम्म लाखेन क्या कि खोइ लाम त लाजे मान्छे बित्यो र के हो दिदी हेर्न ओ आयो आँखा बन्द गरेर ओ माय गॉड यति कुरा ख्याल गरौँ कि तँलाई जे चाहिन्छ नि मैले सधैँको वर्षमा दिन्छु हो कि नै मन परेन यस्तो देख्न मन परेन हेर्नु चेन काटिदिएको अझै पनि ठुलो भयो क्या त्यही कारण त यस्तो बेनालाई पनि थाहा छैन महँगो घडी नद्याम नै त्यतिकै लाके ठुलो हो कि लाउन मिल्छ होला मिल्दैन कि यस्तो हुन्छ र म चाहिँ यसलाई यो गरिदिएको अनि यसमा चाहिँ एउटा एक्स्ट्रा यो थियो थ्याङ्क यू सो मच यो पठाइदिएकोमा यसले पनि कति दामी अनि त्यो घडीको त के कुरा गर्नु है बहुत दामी लाग्यो है मलाई चाहिँ अबुलाई चाहिँ कस्तो लाग्छ थाहा छैन मलाई यस्तै घडीको सख्त जरुरत थियो यो चाहिँ मेरो अनिता साडीको गिफ्ट हो साथीहरु वाओ प्याकिङ खतरा साडीमा मगरको गिफ्ट हो यो चाहिँ अनिता साडी कस्तो हो अबे ओ माय गॉड म त दिन दिन तपाईले खान्छ साडा त ओहो हैप्पी बर्थडे टु डियर फ्रेन्ड म्यान ड्रिम कम ट्रु फर योर टाइम ओ माय गॉड गिफ्टेड बाइ अनिता ओ त म त सेरेप तपाईँ ओ कति राम्रो प्याकिङ र कलर हो माय गॉड यो कलर मलाई लास्टै मन परेर के तत्कालको लागि बहुत मन पर्यो यो कलर चाहिँ तर हावा उठ्यो न ओ माय गॉड यिनीहरूले फोटो कहाँबाट पाएको लान्छ गिफ्टेड बाइ नारायणी दिदी लेखेको भए हुन्थेन केही लेख्न पाएन कि मैले गान लेखेको म झुक्कै प्रिनाले भइसकेको छु डेट पनि लेखिन ल केही छैन थ्याङ्क यू सो मच अनिता दिदी थ्याङ्क यू सो मच धेरै धेरै माया यो गिफ्ट चाहिँ यो कताबाट ग्यालेरी ल्याएछ त्यही हो कि साथीहरु यो गिफ्ट साइन्सको टाढाबाटै हो गिफ्ट चाहिँ तराईतिरबाट ला 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 कुर्ती होला साडी हो साडी चाहिँ के होला कुर्ती नै होला ओ माय गॉड साथीहरु बाबा लास्ट मन पर्ने चाहिँ यो कलरको कुर्ता होइन कि यो के अगाडिको कलर के नसक्नु छ त जसले मलाई विश गर्नुभयो उहाँको लागि सबैको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो मेसेज यति धेरै आएको थियो म सबैलाई रिप्लाई दिए रिप्लाई नदिए पनि रियाक्ट भएर हान्दैछु म त यति धेरै मेसेज ओहो मेसेज त यति धेरै आयो अनि एकदम धेरै खुसी लाग्यो सबैजनाले मलाई विश गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि दिदीलाई पनि धन्यवाद मलाई विशेष धन्यवाद दिन विशेष धन्यवाद चाहिँ यति धेरै डेकोरेसनहरु छ मैले गर्दै पनि त्यसको लागि भनेर आज चाहिँ यो बिजी थियो त्यही भएर सबै मैले गरेको मलाई विशेष गरी धन्यवाद दिन त म तपाईलाई धेरै धेरै धन्यवाद मम्मी पनि आउनु भयो म सोचेको नि थिएन मम्मी आउनुहुन्छ भने किनभने शनिबार त्यसैमाथि आज शनिबार रहेछ शनिबार त जिप कहिले पनि आउँदैन नि त हाम्रो गाउँबाट केबाट आउनु मम्मी तल्लो बाटो रेडी हुँदै साथीहरु पुरा बसमा कहिले भ्यानमा 2-3टा गाडी फेरेर आएको आज किन आज चाहिँ अरु बेला चाहिँ जिप आउँछ कि आज शनिबार त अझै आउँदै आउनु न आज चाहिँ शनिबार रहेछ नि त मेरो बर्थडे अनि त्यसपछि म धन्यवाद कसलाई दिम मेरो साथीहरु अन्ताहरु सबै भयो अनि
स्पेसल्ली म मेरो माया साथीलाई धन्यवाद दिन चाहन्छु किनभने म आज जिन्दगीमा मैले यस्तो धेरै सरप्राइज पाएको थिएन म त मायाले दिँदाखेरि ओ माई गड यो बुके अनि केक मायाले पठाइदिएको थियो मायालाई धेरै धेरै मनैदेखि धन्यवाद माया अच्छा मिरानालाई साथीहरू धेरै धेरै धन्यवाद भन्दै यो भ्लगै इन्ड गर्छ मेरो 21औं वर्ष पनि समाप्त हुन्छ बाइ बाइ साथीहरू